कल्पना गरौँ कुनै एउटा एकदमै विकट गाउँपालिका छ अनि त्यहाँ अचानक के रे 10 करोड रुपैयाँ लागतको एउटा विशाल पक्की पुल बन्न थाल्छ। ओहो, 10 करोड, त्यो पनि विकट गाउँमा। हो नि, अब त्यहाँ वर्षभरिको आन्तरिक आम्दानी यसो हेर्दा मुस्किलले 50 लाख रुपियाँ पनि हुँदैन क्या। अनि त्यहाँ रातारात यत्रो ठुलो बजेट कहाँबाट खस्यो होला त? एकदम सही प्रश्न। मान्छेलाई त्यस्तै लाग्छ नि। लाग्छ नि। अक्सर सिंहदरबारमा कुनै निर्णय हुन्छ अनि सयौं किलोमिटर टाढाको गाउँमा जादुमय तरिकाले कालोपत्रे बाटो बन्छ वा भनौँ न वडाको स्वास्थ्य चौकीमा नयाँ भवन ठडिन्छ। हजुर। हामी नतिजा त देख्छौँ, तर त्यो पैसा कसरी त्यहाँसम्म पुग्यो भन्ने प्रक्रिया चाहिँ अक्सर पर्दा पछाडि नै रहन्छ नि त। हो, त्यो भित्रको कुरा धेरैलाई थाहा हुँदैन। त्यही भएर आजको हाम्रो यो गहन अध्ययनमा नि हामी यही जादु पछाडिको विज्ञान अथवा भनौँ न नेपालको अर्थतन्त्रलाई चलायमान बनाउने त्यो अदृश्य प्लम्बिङ प्रणालीको चिरफार गर्दैछौँ। एकदम। र यो प्रणाली बुझ्नु भनेको नि खासमा देशको ढुकुटी कसरी चल्छ भनेर बुझ्नु हो क्या। अब धारा खोल्दा पानी आओस् भन्ने सबैको चाहना त हुन्छ, पक्की पनि। तर त्यो पानी कुन ट्याङ्कीबाट कत्रा पाइप हुँदै अनि कति प्रेसरमा यहाँसम्म आइपुग्यो भन्ने कुराले नै त्यो धारा सधैँ चलिरहन्छ कि सुक्छ भन्ने तय गर्छ नि त। राज्यको बजेट र स्रोतको वितरण पनि ठ्याक्कै त्यस्तै हो। भनेपछि यदि पैसाको वितरण प्रणाली सही भएन भने विकासको धारा सुक्छ। एकदम सही कुरा। आजको हाम्रो मिसन पनि त्यही प्रणालीलाई छर्लङ्ग पार्नु हो। आज हामी नेपालको सङ्घीय संरचनामा पैसा कसरी सिंहदरबारदेखि प्रदेश हुँदै स्थानीय तहको वडासम्म पुग्छ भन्ने कुरा खोतल्नेछौँ। हजुर। र यसका लागि हामीले अन्तरसरकारी वित्तीय हस्तान्तरण सम्बन्धी दस्तावेज अनि नेपालको संविधान र अन्तरसरकारी वित्त व्यवस्थापन ऐन 2074 का प्रावधानहरूलाई मुख्य स्रोत मानेका छौँ है। यो एकदमै बलियो स्रोतहरू हुन्। र हाम्रा श्रोताहरूका लागि यो विषय किन यति धेरै महत्त्वपूर्ण छ भने नि गाउँको बाटो बन्ने वा नबन्ने, स्थानीय विद्यालयको स्तर कस्तो हुने वा डाक्टर बस्ने कि नबस्ने भन्ने कुरा यही नियमले तय गर्छ क्या। हो नि, सङ्घीय प्रणालीमा स्रोतको वितरण कसरी हुन्छ भन्ने कुराले नै त्यो सिस्टम कति सफल हुन्छ भन्ने देखाउँछ। अब नेपालको सन्दर्भमा भन्नुपर्दा संविधानको धारा 60 र 2074 सालको ऐनले यसको स्पष्ट कानुनी खाका कोरेको छ। यो वित्तीय हस्तान्तरण भनेको नि मूलत 2 वा 2 भन्दा बढी तहका सरकारहरू बीच जस्तै सङ्घबाट प्रदेश वा स्थानीय तहमा आर्थिक स्रोतको लेनदेन गर्ने प्रक्रिया हो क्या। भनेपछि सबैतिर न्यायोचित वितरण होस् भनेर। ठ्याक्कै, यसको मुख्य उद्देश्य नै त्यही हो। अब यसलाई यसो अलिक खोतलेर हेर्दाखेरि मैले केही समय अघि ती दस्तावेजहरू पल्टाएर हेरेको थिएँ क्या। त्यहाँ यो बजेट बाँडफाँडको नियम निकै रोचक तरिकाले लेखिएको रहेछ। कस्तो पाउनुभयो त? अघि हामीले धारा र पानीको कुरा गर्यौं नि, म त्यसैलाई अलि जोड्छु न। मानौ राष्ट्रिय ढुकुटी वा सञ्चित कोष भनेको चाहिँ एउटा ठूलो पानीको ट्याङ्की हो। हजुर। अब यो संविधान र 2074 को ऐन भनेको चाहिँ त्यो ट्याङ्कीमा जोडिएको प्लम्बिङ प्रणाली भयो क्या। कुन प्रदेशलाई कत्रो पाइप जोड्ने, कुन गाउँपालिकामा कति प्रेसर पठाउने, यो सबै कानूनले तय गर्छ। एकदम राम्रो उदाहरण। अनि यो प्रणालीको पहिलो भल्भ भनेको चाहिँ राजस्व बाँडफाँड रहेछ के। स्रोतहरूका अनुसार भ्याट र अन्तशुल्कबाट उठेको रकम नि सङ्घीय सरकारले 70% राख्ने रहेछ अनि प्रदेश र स्थानीय तहले 15% पाउने हो। अब यो अनुपात सुन्दा अलि अचम्म लाग्न सक्छ, तर यसको पछाडि एउटा गहिरो आर्थिक तर्क छ। कस्तो तर्क? खासमा भ्याट र अन्तशुल्क जस्ता करहरू नि मुख्यतया राष्ट्रिय अर्थतन्त्रको गतिशीलता, ठूला भन्सार बिन्दुहरू र बृहत औद्योगिक उत्पादनमा भर पर्छन् क्या। आयोजनाहरू अनि विदेशी ऋण तिर्ने जस्ता दायित्वहरू त केन्द्रकै काँधमा हुन्छन् नि त। भनेपछि खर्चको भार बढी भएर केन्द्रले 70% राखेको भयो। हो नि, तर जब हामी प्राकृतिक स्रोत साधन र रोयल्टीको कुरा गर्छौं नि, त्यहाँ नियम पुरै फेरिन्छ है। कसरी? त्यहाँ प्राकृतिक स्रोतबाट उठेको रकममा केन्द्रले 50% मात्र राख्छ अनि प्रदेश र स्थानीय तहले 25% पाउँछन्। भनेपछि प्राकृतिक स्रोतमा चाहिँ स्थानीय तह र प्रदेशको हिस्सा वात्तै बढेको देखियो नि त। भ्याटमा जम्मा 15 पाउनेले यता सिधै 25%। यसरी हिस्सा बढाउनुको पछाडि चाहिँ के कारण होला? यसको सिधा सम्बन्ध वातावरणीय र सामाजिक प्रभावसँग जोडिएको छ। अलिकति खुलाइदिनुहोस् न। जस्तै मानौ न,
लमजुङ वा सङ्खुवासभा जस्ता ठाउँमा ठूला जलविद्युत आयोजना बन्दैछन् वा खानी उत्खनन हुँदैछ भने त्यहाँको प्राकृतिक स्रोतको त दोहन भइरहेको हुन्छ नि। हजुर। रोयल्टी त समग्र देशको ढुकुटीमा जाला, तर त्यसले निम्त्याउने असरहरू जस्तै हेभी ट्रकहरू हिँडेर गाउँको सडक भत्किने, नदी सुकेर माझी समुदाय विस्थापित हुने, खानेपानीको मुहान सुक्ने जस्ता कुराहरू। एकदम हो, त्यस्ता समस्या त त्यही तल्लो तहले भोग्नुपर्छ नि त। त्यसैले जहाँबाट स्रोत निकालिन्छ र जहाँ त्यसको असर बढी पर्छ त्यहाँका जनतालाई क्षतिपूर्ति र विकासका लागि बढी हिस्सा दिनुपर्छ भन्ने मान्यता हो यो। एकदमै जायज कुरा। तर म यहाँनिर नि एउटा व्यवहारिक समस्या देख्छु क्या। कस्तो समस्या? जस्तै कर र रोयल्टीको बाँडफाँडको नियम त बन्यो, तर देशका सबै ठाउँमा समान स्रोत त पक्कै छैन नि। काठमाडौँ महानगरपालिका, पोखरा वा वीरगञ्जमा त व्यापार व्यवसाय धेरै छ, घर बहाल कर, व्यवसाय कर प्रशस्तै उठ्छ नि, होइन र? हो नि, त्यहाँ त राजस्व टन्नै उठ्छ। तर अब बाजुरा, डोल्पा वा मुगु जस्ता विकट गाउँपालिकाहरूमा हेर्ने हो भने न ठूला उद्योग छन् न धेरै कर नै उठ्छ। त्यहाँ त आन्तरिक आम्दानी अत्यन्त न्यून हुन्छ। हजुर। यस्तो अवस्थामा त कर बाँडफाँडको मात्रै भर पर्ने हो भने नि धनी पालिका झन धनी र गरिब पालिका झन गरिब हुँदै जाने भएन र? हो, ठक्कै यही असन्तुलनलाई चिर्नका लागि नै राज्यले अनुदान प्रणालीको विकास गरेको हो क्या। अनुदान। हजुर। करको बाँडफाँड मात्रै कहिले पनि पर्याप्त हुँदैन, किनकि सबै ठाउँको राजस्व सङ्कलन क्षमता त आकाश जमिनको फरक हुन्छ नि। हाम्रो कानूनले 4 प्रकारका अनुदानको व्यवस्था गरेको छ। हजुर। र यो धनी र गरिब बीचको खाडल पुर्ने सबैभन्दा प्रमुख अस्त्र भनेको नि पहिलो प्रकारको अनुदान हो, जसलाई हामी वित्तीय समानीकरण अनुदान भन्छौँ। वित्तीय समानीकरण अनुदान। स्रोत सामग्रीहरू पढ्दा मैले यसलाई एउटा बिना शर्त दिइने अनुदानको रूपमा बुझेको छु के। एकदम सही बुझ्नुभयो। यो सुन्दा त नि मलाई एउटा परिवारमा अभिभावकले आफ्ना सन्तानलाई पकेट खर्च दिए जस्तै लाग्यो क्या। मानौ एउटा सन्तानको राम्रो जागिर छ, आफै कमाउँछ भने उसलाई धेरै आर्थिक सहयोग चाहिँदैन। हजुर। तर अर्को सन्तानको जागिर छैन, भाडा तिर्न सङ्घर्ष गरिरहेको छ भने अभिभावकले त्यो सङ्घर्ष गरिरहेको सन्तानलाई बढी सहयोग गर्छन् नि त, ताकि दुवैले न्यूनतम रूपमा राम्रो जीवन बाँच्न सकुन्। के यो समानीकरण अनुदानले गर्ने काम पनि त्यस्तै हो र? यो निकै सान्दर्भिक तुलना हो। समानीकरण अनुदानको मुख्य आधार नै खर्चको आवश्यकता र राजस्व सङ्कलन क्षमता बीचको अन्तर हो क्या। भनेपछि खर्च र कमाईको ग्याप हेर्ने हो नि। यसलाई अलि सरल रूपमा भन्दा कुन पालिकालाई आफ्ना नागरिकलाई सेवा दिन कति खर्च चाहिन्छ र उसले आफै कति कमाउन सक्छ, त्यो दुईवटा आँकडा बीचको खाडल हेरिन्छ। बुझे। मानौ एउटा गाउँपालिकालाई वर्षभरि शिक्षा स्वास्थ्य चलाउन 10 करोड रुपैयाँ चाहिन्छ, तर उसले आन्तरिक करबाट जम्मा 50 लाख मात्र उठाउन सक्छ भने भनेपछि त्यहाँ 9.5 करोडको खाडल भयो। ठ्याक्कै हो। त्यो 9.5 करोडको खाडल पूर्णे काम यो समानीकरण अनुदानले गर्छ। मैले यहाँनिर राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, जसलाई छोटकरीमा NNRFC पनि भनिन्छ नि, त्यसको भूमिका निकै बलियो देखेको छु है दस्तावेजहरूमा। एकदमै महत्त्वपूर्ण भूमिका हुन्छ त्यसको। यो पैसा नि कसैको तजबिज वा नेताको अनुहार हेरेर बाँडिँदैन भन्ने कुरा स्पष्ट लेखिएको छ क्या। यो पूर्ण रूपमा तथ्याङ्क र गणितीय सूत्रमा आधारित हुन्छ रे नि त। हो, विगतको केन्द्रीकृत राज्य प्रणालीमा कस्तो हुन्थ्यो भने नि जुन मन्त्री वा प्रभावशाली नेताको पहुँच अर्थ मन्त्रालयमा बढी छ उसैको जिल्लामा बजेटको खोलो बग्थ्यो क्या। पहुँच नहुने दुर्गम क्षेत्रहरू त सधैँ पछाडि पर्थे नि। हो नि। तर अहिले यो वित्त आयोग एउटा स्वतन्त्र रेफ्री जस्तै बनेर खडा भएको छ। यसले राजनीतिक पहुँचलाई पुरै निस्तेज पारेर डेटा र फर्मुलालाई बोल्न दिन्छ। साँच्चै त्यो सूत्रको ब्रेकडाउन नै कस्तो गजबको छ भने नि कुल अनुदान मध्ये 70% त त्यही खर्च आवश्यकता र राजस्व क्षमता बीचको अन्तर हेरेरै दिँदो रहेछ। हजुर। बाँकी रहेको मध्ये 15% मानव गरिबी सूचकाङ्क, 5% सामाजिक आर्थिक विभेद र 10% चाहिँ पूर्वाधार सूचकाङ्कको अवस्था हेरेर बाँडिन्छ क्या। हो, यसको अर्थ के भयो भने? यसको अर्थ त जहाँ गरिबी धेरै छ र पूर्वाधार कमजोर छ त्यहाँको खातामा अटोमेटिक रूपमा बढी पैसा जाने भयो नि, होइन र? एकदम सही। अनि यो रकम पाइसकेपछि नि स्थानीय तहले आफ्नो गाउँसभा वा नगरसभाबाट पारित गरेर आफ्नो प्राथमिकता अनुसार
जहाँ मन लाग्यो त्यहाँ खर्च गर्न पाउँछन्। ए भनेपछि पुरा स्वतन्त्रता भयो। तर एकछिन है, यसो भन्दै गर्दा त मलाई यहाँ एउटा गम्भीर समस्या देखियो नि। कस्तो समस्या? समानीकरण अनुदानले उनीहरूलाई स्वतन्त्रता त दियो, त्यो राम्रो कुरा हो। तर मानौ नि, कुनै स्थानीय तहले त्यो सबै पैसा शिक्षा वा स्वास्थ्यमा लगानी गर्नुको सट्टा डाँडामा भ्यू टावर बनाउन वा स्वागतद्वार निर्माण गर्न मात्रै खर्च गरिदियो भने के गर्ने त? यो धेरै उठ्ने प्रश्न हो। देशलाई त शिक्षा, स्वास्थ्य र खोप जस्ता कुरामा देशभर एउटै न्यूनतम मापदण्ड पनि त कायम गर्नु छ नि त। सङ्घीय सरकारले देशभरिका नागरिकले यति खोप पाउनुपर्छ भनेर राष्ट्रिय लक्ष्य कसरी पूरा गर्ने त, यदि सबै पैसा बिना शर्त दिने हो भने? हो, सङ्घीयताको सबैभन्दा ठूलो र जटिल चुनौती नै यही सन्तुलन मिलाउनु हो क्या। एकातिर स्थानीय सरकारलाई स्वायत्तता दिनु छ, अर्कोतिर राष्ट्रिय प्राथमिकता र नागरिकको न्यूनतम सेवा सुनिश्चित गर्नुपर्ने दायित्व त फेरि केन्द्रकै हुन्छ नि। हो त नि। राज्यले आफ्ना बालबालिका खोप नपाएर बिरामी परुन् भन्ने त चाहँदैन नि, चाहे स्थानीय नेतृत्वले भ्यू टावरलाई नै किन प्राथमिकता नदिएको होस्। हजुर। त्यसैले समानीकरण अनुदानको स्वतन्त्रता सँगसँगै यो प्रणालीमा दोस्रो प्रकारको अनुदान आउँछ, जसलाई हामी सशर्त अनुदान भन्छौँ। ए, नाममै सशर्त छ नि त। भनेपछि यो चाहिँ अलिक कडा नियन्त्रण र स्पष्ट शर्तसहित आउने अनुदान भयो होइन त? एकदम। सशर्त अनुदान भनेको निश्चित योजना वा कार्यक्रमका लागि मात्र खर्च गर्न पाइने गरी दिइने पैसा हो। जस्तै सङ्घीय सरकारले ल यो पैसाले तिम्रो पालिकामा खानेपानीको आयोजना मात्र बनाऊ वा विद्यालयको भवन मात्र बनाऊ भनेर तोकेरै पठाउँछ क्या। भनेपछि अरू काममा रकमान्तर गर्न पाइएन। र अर्को कुरा, यो पैसा एकैचोटि पालिकाको खातामा हालिदिने चलन पनि छैन। कामको प्रगति हेरेर किस्ताबन्दीमा मात्र पैसा निकासा हुन्छ। काम भएन भने पैसा रोकिन्छ वा फिर्ता जान्छ। तर म यहाँनिर अलिकति फरक मत राख्न चाहन्छु है। हजुर, भन्नुस् न। सङ्घीयताको मर्म त गाउँ-गाउँमा सिंहदरबार पुर्याउने, स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउने भन्ने हो नि त। हो। यदि सङ्घीय सरकारले सशर्त अनुदान मार्फत कुन योजना बनाउने, कसरी बनाउने भनेर आफै तोकेर पठाउँछ र यसरी कडा नियन्त्रण गर्छ भने यसले त स्थानीय तहको स्वायत्तता खोसेन र? यसो हेर्दा त स्थानीय सरकारहरू स्वायत्त निकाय नभएर केन्द्रका एउटा ठेकेदार जस्ता मात्र पो देखिए त। बजेट आउँछ, केन्द्रले हराएको काम गर्छन्। यो निकै पेचिलो र निरन्तर बहस भइरहने विषय हो। धेरैजसो बजेट सशर्त अनुदानकै रूपमा गयो भने पक्कै पनि स्थानीय तह केन्द्रका एजेन्ट जस्ता मात्र बन्न सक्छन्। त्यही त। तर यसलाई राष्ट्रिय दायित्वको कोणबाट पनि हेर्नुपर्छ क्या। देशको एउटा समग्र राष्ट्रिय लक्ष्य हुन्छ, जस्तै बालमृत्युदर घटाउने वा सबैलाई आधारभूत शिक्षा दिने। यी कुराहरू कुनै एक पालिकाको मात्र जिम्मेवारी होइनन्, सिङ्गो देश र संविधानको दायित्व हुन्। यदि सशर्त अनुदान नहुने हो भने स्वास्थ्य वा शिक्षा जस्ता क्षेत्रमा देशैभरि समान लगानी नहुन सक्छ नि त। त्यसैले लक्षित विकास सुनिश्चित गर्न यो अपरिहार्य छ। बुझे। अनि यो सशर्त अनुदान दिँदा पनि नि मानव विकास सूचकाङ्कलाई निकै गम्भीर रूपमा आधार मानिन्दो रहेछ नि दस्तावेजहरूमा। हजुर, कसरी तोकिएको छ त्यसमा? यो सूचकाङ्कको आधारमा स्थानीय तहहरूलाई वर्गीकरण गरेर अनुदानको सीमा नै तोकिएको छ क्या। जस्तै मानव विकास सूचकाङ्कमा सबैभन्दा पछाडि रहेका 1 देखि 26औं स्थानसम्मका पालिकालाई अधिकतम 50 लाख रुपैयाँसम्मको सीमा छ। हजुर। अनि 27 देखि 52औं स्थानकालाई 40 लाख र 53 भन्दा माथिका अर्थात् अलि विकसित पालिकालाई 30 लाख मात्र। यसले के प्रश्न पार्छ भने नि, सशर्त अनुदानले पनि कम विकसित क्षेत्रलाई बढी प्राथमिकता दिने नीति लिएको छ क्या। जो विकासको दौडमा पछाडि परेका छन् उनीहरूलाई राज्यले बढी धक्का दिएर अगाडि ल्याउन खोजेको हो। ठिक छ, हामीले 2वटा मुख्य अनुदान बुझ्यौं। समानीकरणले दैनिक खर्च र आफ्नो प्राथमिकतालाई हेर्यो। हजुर। सशर्त अनुदानले राष्ट्रिय प्राथमिकता सुनिश्चित गर्यो। नियमित र निर्देशित काम त भयो, तर कहिलेकाहीँ त ठूला पूर्वाधारको आवश्यकता पर्छ नि। एकदम। मानौ कुनै पालिकालाई 10 करोडको ठूलो सडक आयोजना वा धेरै ठूलो मोटरेबल पुल बनाउनु पर्यो। अब पालिकाको आफ्नो बजेटले त त्यति ठूलो रकम धान्न सक्दैन। यस्तो बेला के गर्ने त? हो, ठ्याक्कै यहीँनिर तेस्रो प्रकारको अनुदानको प्रवेश हुन्छ, जसलाई समपूरक अनुदान भनिन्छ। समपूरक अनुदान।
यो भनेको मूलतः सहलगानी वा साझेदारी मोडल हो क्या, जब स्थानीय तहले महँगा पूर्वाधार जस्तै सडक, पुल बनाउने योजना बनाउँछन् तर पैसा अपुग हुन्छ, तब उनीहरूले सङ्घ वा प्रदेशसँग साझेदारीको प्रस्ताव गर्छन्। ए, यसमा मैले एउटा कडा शर्त देखेको थिएँ है। माथिल्लो तहको सरकारले अधिकतम 50% मात्र रकम दिन्छ होइन र? बाँकी 50% त तल्लो तह आफैले हाल्नुपर्छ रे। हो, ठ्याक्कै। दस्तावेजकै उदाहरण लिने हो भने यदि 10 करोडको सडक छ भने केन्द्रले बढीमा 5 करोड दिन्छ, बाँकी 5 करोड पालिकाले जुटाउनु पर्यो। एकदम सही। यदि म यसलाई अझ सरल भाषामा भनौँ भने नि, यो समपूरक अनुदान भनेको त कुनै कार्यालयमा कर्मचारीले पाउने प्रोभिडेन्ट फन्ड म्याचिङ जस्तै रहेछ क्या। कसरी नि? जस्तै कुनै कर्मचारीले आफ्नो तलबबाट निश्चित प्रतिशत रकम सञ्चय कोषमा नकाटेसम्म रोजगारदाताले पनि आफ्नो तर्फबाट पैसा थपिदिँदैन नि त। तपाईले आफ्नो खल्तीबाट लगानी गर्न तयार भएपछि मात्रै केन्द्रले पनि बाँकी पैसा हालिदिन्छ। आहा, यो म्याचिङ फन्डको अवधारणाले एकदम राम्रोसँग कुरा बुझाउँछ। यसको मुख्य फाइदा भनेकै नि अपनत्व बढाउनु हो क्या? अपनत्व। मानौ केन्द्रले पुरै 10 करोड दिएर सडक बनायो भने स्थानीय तहले त्यति वास्ता नगर्न सक्छ। तर जब त्यो सडकमा स्थानीय तहको आफ्नै 5 करोड खर्चेको हुन्छ नि, अनि त आफै खटिन्छन् नि। अनि ठेकेदारले नराम्रो काम नगरोस् भनेर दिनरात खटिन्छन्, किनकि त्यहाँ उनीहरूकै पसिना र स्रोत मिसिएको हुन्छ। यसले हावादारी योजना माग्ने प्रवृत्तिलाई पनि रोक्छ। तर यहाँनिर नि यसले त एउटा झन् ठूलो असमानता खडा गर्दैन र? कस्तो असमानता? जुन पालिका धनी छ नि, जसको आन्तरिक आय राम्रो छ, उसले त सजिलै 5 करोड जुटाउन सक्छ। अनि उसले माथिबाट अर्को 5 करोड ल्याएर 10 करोडको सडक बनाउँछ। हजुर। तर जुन पालिका एकदमै गरिब छ, जसको वर्षभरिको आम्दानी नै 50 लाख छ, उसले त कहिले 5 करोड जुटाउनै सक्दैन नि। भनेपछि उसले समपूरक अनुदान पनि दाबी गर्न सकेन। जो गरिब छ ऊ त ठूला विकासबाट सधैँका लागि वञ्चित हुने भएन र? हो, यो सङ्घीय वित्तीय प्रणालीको एउटा अत्यन्तै संवेदनशील र यथार्थपरक जोखिम हो। क्षमता कमजोर भएका पालिकाहरूले म्याचिङ फन्ड जुटाउन नसक्ने जोखिम सधैँ रहन्छ। ठिक यही जोखिमलाई न्यूनीकरण गर्न र अर्को एउटा विशेष अवस्थालाई सम्बोधन गर्न हाम्रो चौथो र अन्तिम अनुदानको व्यवस्था गरिएको छ, जसलाई विशेष अनुदान भनिन्छ। विशेष अनुदान यो चाहिँ कस्तो अवस्थामा प्रयोग हुन्छ नि? जब सामान्य, सशर्त वा समपूरक अनुदानले काम गर्दैनन् वा कुनै आपतकालीन आवश्यकता आइपर्छ, तब यो विशेष अनुदान दिइन्छ क्या। यसलाई एउटा लाइफलाइनकै रूपमा बुझ्दा हुन्छ। जस्तै कुनै विपद पर्दाखेरि? एकदम। जस्तै अचानक ठूलो बाढी पहिरो गयो र पुरै बस्ती सार्नुपर्ने भयो, वा कुनै महामारी फैलियो, अथवा मानौ कुनै क्षेत्र ऐतिहासिक रूपमै अत्यन्त पिछडिएको छ, त्यहाँ अस्पतालै छैन र त्यो पालिकासँग म्याचिङ फन्ड पनि छैन। त्यस्तो बेला सङ्घीय सरकारले ल यो ठाउँमा स्वास्थ्य संस्था निर्माण गर्न यो विशेष बजेट भनेर सिधै दिन सक्छ। भनेपछि अघि मैले औल्याएको त्यो म्याचिङ फन्ड जुटाउन नसक्ने गरिब पालिकाहरूको कमजोरीलाई यसले कभर गर्ने रहेछ। हो नि। अघिको एनालोजीलाई नै निरन्तरता दिने हो भने यो विशेष अनुदान भनेको चाहिँ एउटा इमर्जेन्सी फर्स्ट एड किट जस्तो रहेछ क्या। एकदम सही। जुन बेला जे आवश्यक पर्छ, जहाँ सङ्कट आउँछ वा जो एकदमै पछाडि परेको छ, त्यहाँ लचिलो रूपमा यसलाई प्रयोग गर्न सकिन्छ, हैन त? हो, यी चारवटै अनुदानहरू नि एउटा मेसिनका फरक फरक पूर्जा जस्तै हुन् क्या, जसले एक अर्काको परिपूरक भएर काम गर्छन्। समानीकरणले स्वायत्तता दिन्छ, सशर्तले राष्ट्रिय लक्ष्य पूरा गर्छ, सम्पूरकले अपसनत्व बढाउँछ र विशेष अनुदानले सङ्कटलाई सम्बोधन गर्छ। साँच्चै यो पूरा प्रणालीको चिरफार गर्दा त नेपालको सङ्घीयता चलाउने मुख्य इन्जिन नै यही 4 प्रकारका अनुदान र राजस्व बाँडफाँड रहेछन् भन्ने प्रष्ट भयो नि। एकदमै। यिनै संयन्त्रले गर्दा नै समावेशी र सन्तुलित विकासको ढोका खुल्ने रहेछ। अब त मलाई लाग्छ हाम्रा श्रोताहरूले आफ्नो गाउँ वा टोलमा कुनै भवन बन्दै गरेको वा सडक खनिँदै गरेको देख्नुभयो भने त्यो कुन प्रकृतिको अनुदानबाट बनिरहेको होला भनेर सहजै अनुमान लगाउन सक्नुहुनेछ क्या। त्यो केन्द्रले शर्तसहित पठाएको पैसा हो कि, म्याचिङ फन्ड हालेर बनाएको हो कि, वा पालिकाको आफ्नै बजेटबाट बनेको हो भनेर। हो, यी कानुनी र वित्तीय प्रावधानहरू मोटा किताबका पानाहरूमा मात्र सीमित छैनन् नि त। यिनले त हरेक दिन गाउँठाउँका नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पारिरहेका हुन्छन्। हजुर। सङ्घीयता भनेको राजनीतिक नारा मात्र होइन, यो त आर्थिक स्रोतको न्यायोचित वितरण गर्ने एउटा व्यावहारिक संयन्त्र हो क्या। सही कुरा। तर यो सबै कुरा सुन्दै गर्दा नि र हामी आजको यस गहन अध्ययनको अन्त्यतिर आइपुग्दा
मेरो दिमागमा एउटा गम्भीर प्रश्न खेलिरहेको छ है। के प्रश्न नि? हामीले अघि लामो समय खर्चेर भन्यौं नि, समानीकरण अनुदान र वित्त आयोगको निर्णय पूर्ण रूपमा तथ्याङ्क र गणितीय सूत्रमा निर्भर छ भनेर। हजुर, जनसङ्ख्या, गरिबी सूचकाङ्क सबै हेरिन्छ। हो, तर एकछिन सोच्नुस् त, यदि हाम्रो जनगणनाको तथ्याङ्क नै गलत भयो भने वा गरिबी मापन गर्ने तथ्याङ्क 10 वर्ष पुरानो भयो भने के हुन्छ नि? ओहो, त्यो त एउटा निकै डरलाग्दो परिदृश्य हो। तथ्याङ्कको विश्वसनीयता भएन भने त यो सम्पूर्ण वैज्ञानिक भनिएको प्रणाली नै धर्मराउन सक्छ क्या। त्यही त, यदि कुनै गाउँपालिकामा बाढीले सबै पूर्वाधार बगाइसकेको छ तर 10 वर्ष पुरानो तथ्याङ्कले त्यो पालिकालाई अझै पूर्वाधार सम्पन्न देखाएको छ भने त त्यसले पाउने अनुदान रोकिन्छ नि? एकदम रोकिन्छ। कि एउटा सानो तथ्याङ्कीय त्रुटिले वा अपडेट नभएको पुरानो डेटाले गर्दा कुनै एउटा पुरै गाउँ वा नगरपालिकालाई वर्षौंसम्म विकासबाट पछाडि धकेल्न सक्छ त? सम्भावना पुरै रहन्छ। जसरी हामीले सुरुमा बजेटलाई एउटा ठूलो पानीको ट्याङ्की र प्लम्बिङ प्रणाली भनेका थियौं नि, यदि त्यो प्रणालीको भल्भ, नियन्त्रण गर्ने सेन्सर अर्थात् तथ्याङ्क नै बिग्रेको छ भने त जहाँ पानी पुग्नुपर्ने हो त्यहाँ सुक्खा हुने र जहाँ नचाहिने हो त्यहाँ बाढी आउने खतरा हुन्छ नि। एकदम गम्भीर कुरा उठाउनुभयो। राज्यले सूत्र त बनायो, तर त्यो सूत्रमा हालिने तथ्याङ्क कति भरपर्दो छ भन्ने कुराले नै सायद नेपालको संघीयताको भविष्य तय गर्नेछ। र यही एउटा विचारणीय प्रश्नका साथ आजको यो गहन अध्ययन हामी यही अन्त्य गर्छौं। अर्को पटक यस्तै कुनै रोचक विषयको गहिराईमा पुग्ने नै छौं। सुन्दै गर्नुहोला।